लालबन्दी नगरपालिका 15 परवानापुर सर्लाही। नमस्कार सबैजनामा म शर्मिला रमौली। यतिखेर म तपाईहरुलाई यो निकै नै सुन्दर आकर्षक मनमोहक दृश्य देखाउँदै छु। झट्ट हेर्दा हेर्नुस् न, प्रकृतिको काखमा यो ध्वजा रूपी घुम्टो ओढेर बसिरहेको यो बेहुली रूपी गुम्बाको दृश्य कति राम्रो छ, कति सुन्दर छ। हेर्नुस् त कस्तो रमाइलो मनमोहक दृश्य रहेको छ। झट्ट हेर्दा यसो बुढा नीलकण्ठको ठाउँ पो हो कि जस्तो पनि देखिन्छ, डेटिङ स्पट पनि जस्तो पनि देखिन्छ। निकै नै राम्रो छ। अनि यहाँको भर्याङ पनि देखाउँछु। हेर्नुस् त कस्तो राम्रो छ। झट्ट हेर्दाखेरि यहाँको भर्याङ चाहिँ के जस्तो लाग्यो थाहा छ? यो झट्ट हेर्दाखेरि चाहिँ यो चाहिँ तपाईको स्वयम्भूनाथको भर्याङ, लामो भर्याङ छ नि, त्यो भर्याङ जस्तै देखिन्छ। एकदमै मनमोहक दृश्य रहेको छ। यो चाहिँ लालबन्दी नगरपालिका, सर्लाही जिल्ला लालबन्दी नगरपालिका परवानीपुर 15 नम्बर ओडामा रहेको छ। तपाईको रानीगञ्जबाट उत्तरपट्टि सिधै मास्तिर तपाईको यो बोहरे डाँडानिर रहेको छ। पुष्पलाल पार्क पनि छ यहाँभित्र। तपाईँ पनि यो ठाउँ घुम्न चाहनुहुन्छ भने चाहिँ आउन सक्नुहुन्छ। निकै नै सुन्दर ठाउँ छ। पर्यटकीय हिसाबले यो ठाउँ यति राम्रो छ, यति मनमोहक छ। मलाई चाहिँ यो ठाउँ म पहिलोचोटि आएको हो, ओझेलमा परेको छ है जस्तो पनि अनुभव भयो। तपाईहरुलाई पनि देखाउँदैछु। एकदमै आकर्षक ठाउँ छ, निकै नै सुन्दर ठाउँ छ। झट्ट हेर्दा कस्तो आनन्द लाग्ने प्रकृतिको काखमा। आज चाहिँ यहाँनिर राष्ट्रिय लोक तथा दोहोरी प्रतिष्ठान सर्लाही जिल्लाको अधिवेशन पनि रहेको छ। यही स्थानमा अधिवेशन रहेको छ र यहाँको मनमोहक दृश्यले मलाई निकै नै लोभ्याएको हुनाले म यहाँको दृश्य मेरो क्यामेरामा कैद गरेर यहाँहरु समक्ष देखाउँदैछु। निकै नै सुन्दर छ। आउनुहोला र भिजिट गर्नुहोला है त। धन्यवाद। राम्रो देखिएको छ नि, लाइक युरोप कन्ट्रीतिरको जस्तो भ्यूहरू देखिरहेको छ कि द नेचुरल ब्युटी हो हाम्रो देश होइन।